मन्त्रालयमा आउँदै गर्दाखेरि अहिले हाम्रो खेलकुद विकास कोषको प्रावधान सीएसआर अन्तर्गतको जुन चाहिँ हाम्रो कोष छ, तर कम्पनीहरूले चाहिँ आफ्नो सीएसआर अन्तर्गत चाहिँ हामीलाई पैसा दिन मिल्ने प्रावधान छैन। त्यो प्रावधान मिलाउनको लागि मैले सीएसआर को कुरालाई पनि अगाडि अर्थ मन्त्रालयमा चाहिँ पठाएको छु र अर्थ मन्त्रालय थ्रु चाहिँ यो हाम्रो क्याबिनेटमा यो विषयलाई लिएर चाहिँ हाम्रो आउँदो क्याबिनेटमा पनि प्रस्तुत हुँदैछ, जसको कारण आउँदो दिनमा चाहिँ कम्पनीहरूले चाहिँ आफ्नो सीएसआर को 1% मनी अनिवार्य रूपले चाहिँ हाम्रो खेलकुद विकास कोषलाई चाहिँ दिनुपर्ने हुन्छ। त्यसै लगत्तै हाम्रो खेलाडीको विषयलाई लिएर 25% पैसा जुन पुरस्कारमा चाहिँ काटिराखेको अवस्था छ, त्यो कुरालाई चाहिँ हामीले अगाडि बढाएको छ र यो कुरा चाहिँ फुकुवा हुनुपर्छ, यो कुरा चाहिँ काटिनु हुँदैन पारिश्रमिक भनेर चाहिँ यसलाई चाहिँ हामीले अगाडि बढाइसकेको छौँ र यो क्याबिनेटमा पनि यो उठ्दै छ तपाईको यो विषय चाहिँ आउँदो क्याबिनेटमा। र सँगसँगै हामीले इन्टरनल रेभिन्यू हाम्रो जहाँ जहाँ ब्याडमिन्टन सङ्घको छ लगायत स्विमिङ पुलको कुरा छ, त्यो चाहिँ सबै कुरालाई चाहिँ इन्टरनल रेभिन्यू रूपमा चाहिँ कसरी हामीले चाहिँ मन्त्रालयलाई चाहिँ रेभिन्यूहरू कलेक्ट गर्ने र त्यो रेभिन्यूको पैसा चाहिँ हाम्रो खेलाडीहरूमा चाहिँ समक्षमा चाहिँ खर्च गर्ने भनेर चाहिँ त्यसलाई पनि त्यो कामकाजलाई चाहिँ हामीले अगाडि बढाएको छ। रङ्गशाला 2023 देखि चाहिँ जुन हाम्रो ब्ल्याक लिस्टमा परिएको छ, त्यसमा चाहिँ एएफसीद्वारा चाहिँ कुन कुन नियमले गरेर के कुराहरू चाहिँ नपुगेको कारणले चाहिँ हामी ब्ल्याक लिस्टेडमा छौँ, त्यो कुराहरूलाई चाहिँ हामी फुकुवा गर्दैछौँ। त्यो कुराहरूलाई चाहिँ हामी चेन्जेसको क्रमलाई चाहिँ अगाडि बढाएको छौँ। आज बिहानै म पनि रङ्गशालामै थिएँ र त्यो काम कारबाहीलाई चाहिँ तुरुन्तै अगाडि बढाइराखेको छौँ। हामीले हालसम्म हाम्रो चाहिँ प्रगति विवरण साथसाथै हामीले गर्न खोजेका कार्यहरू चाहिँ यो रूपमा चाहिँ अगाडि बढाएको छौँ। र सँगसँगै भलिबल हाम्रो राष्ट्रिय गेम हुँदै गर्दाखेरि यो गेमको एउटा पनि तपाईँको कोर्ट पनि छैन हाम्रो, र यसको लागि चाहिँ जग्गा पनि खोज्नको लागि चाहिँ हामीले यो विषयमा चाहिँ हाम्रो छलफल भइरहेको, हामीले चाहिँ जग्गा खोजेर त्यो सँगसँगै कभर्ड हल पनि तपाईँहरूलाई चाहिँ उपलब्ध गराउने र यो विषयमा चाहिँ चाँडै नै केही न केही कुराहरू आउँछ। हामी एस्कर्टसँग पनि बस्दैछौँ यो कुरालाई, उहाँहरूसँग पनि जग्गा छ, उहाँहरूको जग्गा हामीले भलिबल कोर्टको लागि उपयोग गर्ने कि भन्ने कुरालाई चाहिँ हाम्रो आउँदो मन्डे चाहिँ छलफल छ। जुन कुरा तपाईँहरूले लाजिम पाटको दीपक खड्काज्यूले चाहिँ चलाइराख्नु भएको जग्गा, त्यो जग्गामा चाहिँ हामीले गर्नलाई सकिन्छ कि भन्ने कुरालाई पनि हामीले बहसलाई चाहिँ अगाडि बढाउँदैछौँ। त्यो कतिको मिल्छ या मिल्दैन त्यसको चाहिँ कानुनी रूप र त्यसको चाहिँ एग्रिमेन्ट हामीले हेर्दैछौँ। त्यो भयो भने देशको राष्ट्रिय गेम हाम्रो भलिबल र देशको मुटुमै भलिबलको कोर्ट चाहिँ हुनलाई सक्छ भन्ने कुरा चाहिँ हामीले त्यसलाई चाहिँ